मोटर खालको चाहिँ चिलाउँछ, अर्को लुकाले चाहिँ अलिक चिलाउँदैन। अर्ग्यानिक हामीले भर्खर टिपेका सिबी, यो निगुरो डौठे हुन्छ, क्युकुम्बर 1 डालो 3 डालो टिपेको छ। कसरी हो आमै यो सिबीको? 90 रुपियाँ किलो। कति केजी छ डालामा? 1 डालामा 15 किलोदेखि 20 किलो छ। अनि यो डौठे निगुरो 150 रुपियाँ किलो। अर्ग्यानिक हो नि त, यसमा फर्सी। ओहो, यो त मेरो एकदमै मन पर्ने। यो चाहिँ नि त यो के अरे, यो रुख टमाटर कस्तो चाहिँ पाकेछ, कत्रा यो पनि कत्रा 120 रुपियाँ किलो हो। गोबर मलमा मात्रै फलेको अर्ग्यानिक हैन। फर्सी, काँक्रा, जङ्गलमा टिपेको निगुरो। काँक्रो पनि 120 रुपियाँ किलो। 120 रुपियाँ किलो। ओहो, कस्तो चाहिँ राम्रो त। कति किलो लाने? काँचै खाए पनि हुने। भर्खर टिपेको आलु र छैन? भर्खर यहाँ नि त हात पनि यस्ता छन्। छिमेकी दिदी छ। ओहो, मयादीले काँक्रा लिएर आउनु भएको छ। कत्रा काँक्रा आयो? यहाँ भाइ बुहारी सबै यहाँ काँक्रा आए। यहाँ बत्तीजहरू सबै आयो भनेर यहाँ मैया दिदी हौसेर हेरौँ त। काँक्रा लिन काँक्राका बेला हौसे जसरी नै हौसिनु भएको छ। ल हेरौँ त अनुहार। यी फले नि, यी फलेका सबै पर्खर पाटो बाँचेर आजै कस्तो साइजमा आइएछ हौ। बाख्राको बिगौती चाहिँ खाइँदैन यहाँ। ल हेर्नु त, यहाँ हाम्रा भान्जा भर्खर एउटा बोका एउटा पाठी बिहा छ मामा। ए, एउटा बोका एउटा पाठी हेर कस्तो राम्रो नि। यही रुख यहाँ तल बारीमा अरू पनि छन्, त्यहीँबाट टिपेको एकदम झापातिर रुख टमाटर। रुख टमाटर। यहाँ चाहिँ रियल है, यो चाहिँ रियल अकबरे, रियल अकबरे हो यो। बाख्राले पाठो ल्याएको। I saw him being born. ओ बाछो नि स्केयर। के को स्केयर हुने? यही गाईबाट कस्तो मिठो दुध रहेछ भने यो गाईको हिजो बेलुका खायो। ए, कसरी दुध गर्ने यसको? हो त्यसरी। खानु भने कि काँडामा हालेर हिँड्ने आउँछ एउटै पत्ता। सुमसुमिया पहिला यो मलखाडी हो। यो चाहिँ बारी देख्नुभयो नि कस्तो दामी। मकै यसरी राखेका हुन्छन् घरमा, लेकाका घरमा। तपाईँहरूलाई अलि लेकाको बाटो, यहाँ लसुन रोप्नु भएको छ। पिँडालु, इस्कुस यहाँ रुखमा छन्। सबै अलैँची, अम्लिसो घारी। यहाँबाट हामीले अघि सिबी टिप्यौँ। यो सिबी घारी मैया दिएको। सिबी छ हो नि, अम्लिसो घारी। घारी यहाँ जुका पनि लाग्छन् हौ। घर यो सट्ट हेर्नुहोस्, यो परको यो देखिएको पारीको निगुरादिन, तलको यो नदी तुम्बर नदी, तुम्बर करिडर बाटो त्यहाँ देखिन्छ। यहाँनिर यो घरमा त हामीले कार पार्क गरेको छ। यहाँनिरसम्म बाटो आएको छ, मोटर बाटो। ल हेर्नुहोस्, यो चाहिँ कुम्भकर्ण हिमाल हो। यो घरको आँगनबाटै कुम्भकर्ण हिमाल यसरी देखिन्छ। ल हेर्नुहोस्, कुहिरोले ढाकेको छ, कुम जस्तो देख्नु पनि भयो होला अलिकति। यो कुम्भकर्ण हिमाल हो। यस्तो ब्युटिफुल सिन यहाँ देख्न सकिन्छ। यहाँबाट घरैबाट चाहिँ यस्तरी कुम्भकर्ण हिमाल देखिन्छ। एकदमै फुलेको वेदर छ। यहाँ माथि टारी भन्छ, लेकको चाहिँ यो कुहिरो लागेको ठाउँमा ठुल्ठुला चौरहरू हुन्छन्, लेकमा टारी भनिन्छ। यी चौरीहरूमा यसलाई चाहिँ यो ठुल्ठुलो यो हेर्नुभयो नि, यो चौरी ठुल्ठुला चौरीहरू छन् लेखामा, भेडाहरू छोडिदिने खालका चौरीहरू नागी भनिन्छ। एकदमै राम्रो ब्युटिफुल। त्यो के भन्ने, अब त्यहाँ गएपछि म त्यो पनि क्याप्चर गरेर यो सङ्क्रान्तिको यतापट्टिको
भाग चाहिँ तपाईँहरूलाई देखाउने कोसिस गर्छु। यो जुरेको पहाड हो। यो जुरे यो पहाडमा चाहिँ बादल यसरी आएर टक्क बादल ठोक्केर यहाँ सिमसिम सिमसिम सिम वर्षा परिहाल्छ। पारिपट्टि हाम्रो आम्बुङबाट हेर्दा चाहिँ यहाँ जहिले पानी परेको देखिन्छ क्या यो जुरेमा। यो परतिरको यो खोल्छो ठुलो खोल्छो फुकुवाको शिर होइन, फुकुवाको शिर हो। यो फुकुवाले चाहिँ एकचोटि तलको झोलुङ्गे पुल पनि बगाएर तम्मर खोला नि ब्लक गरेको थियो। त्यस्तो बाढी आएको थियो। हामीले राति सुत्दा हामी पारिपट्टिको गाउँबाट यो यतातिरको पारिपट्टिको गाउँबाट हामीले चाहिँ यो फुकुवा खोलाको त्यो बितड्डा हामीले देखेका थियौँ। तम्मर करिडर हेर्नुहोस् है। यो गाउँ चाहिँ हाम्रो गाउँ, यो गाउँ हाम्रो गाउँ, म हुर्केको गाउँ। अनि ट्याक्कै कहाँ छ त भन्दाखेरि लिम्बुनी पुल त्यहाँ भनेपछि ल यहाँ छ है हामी जन्मेको हुर्केको गाउँ। ल यही गाउँमा म हुर्केर 24 वर्ष भनौँ न 22 वर्षसम्म चाहिँ यहीँ हो। अनि 23-24 2 वर्ष किर्तिपुर पढाएँ यहाँ हो। यस्तो छ हाम्रो। अनि अमरपुर डाँडो यहाँ छ। यहाँ यो डाँडामा यहाँ गएर स्कुल पढ्थ्यौँ हामी। ल हेर्नुहोस् त यो तलको सेतो टिकोतिर यो टङ्गरको यो छेउ तलबाट माथि यतातिरको यो डाँडातिर गएर हामी यहाँ यो डाँडामा त म अमरपुर स्कुलमा पढ्थेँ हामी। कति हिँड्नु पर्थ्यो त्यो सल्डेरी गाउँ। यस्तो छ। योलाई वाकु भन्छ, यो नेग्रादिन पनि भन्छ, निगुरादिन पनि भन्छ। अनि यसको उतापट्टि यो डाँडाको पल्लापट्टि फुलबारी, हामी वाकु। अब यो डाँडो भयो। अब यो माथि हिँड्दा 1 घन्टा माथि गएपछि यसको पारिपट्टि खाम्लालुङ हुन्छ। अघि भने होला। ल यतापट्टि चाहिँ हामी सङ्क्रान्तिबाट आएका। यतापट्टि सङ्क्रान्ति छ। अनि सङ्क्रान्तिको यही पाटाको यो डाँडाको पल्लापट्टि युवा छ। अनि होडा यतैपट्टि छ। अनि सङ्क्रान्ति पारिपट्टि तल डाँडा गाउँ। यो ठाउँलाई नै आठराई भनिन्छ। यो सङ्क्रान्ति बजार। त्यहाँदेखि उता चाहिँ आधी घन्टा जति ड्राइभ गर्दा चुवानडाँडा पुगिन्छ। चुवानडाँडा क्याम्पस तेह्रथुम क्याम्पस भन्छ। म्याङलुङमा छैन त्यो सरकारी क्याम्पस चाहिँ 2017 सालमा स्थापना भएको सरकारी क्याम्पस यो ठाउँमा। अनि त्यो चुवानडाँडाबाट तल चाहिँ तपाईँको तम्मर नदीको किनारमा पुगिन्छ। त्यसपछि जोरसाल जाने बाटो। यताबाट चाहिँ मध्य पहाडी लोकमार्ग भन्छ होला। तलबाट तम्मर करिडर धरा निस्किन्छ। यस्तो छ। ल हेर्नुहोस्। आठराई चाहिँ यो सबैलाई आठराई भनिन्छ है। यो आठराई भनेको चाहिँ एउटा सानो ठाउँ होइन, सबैलाई मिलाएर आठराई भनिन्छ। फुलबारी, वाकु, नेग्रादिन, आई थिङ्क सङ्क्रान्ति, चुवानडाँडा यस्तो। मैले चाहिँ चुवानडाँडा तेह्रथुम क्याम्पसबाटै ब्याचलर्स गरेको हुँ। सो यहाँ चाहिँ पुरै मकैबारी हुन्थ्यो। मकै भन्दा चाहिँ सायद यो अम्लिसोले फाइदा गरो होइन। अम्लिसो लाउनु भएको छ। अनि बाँकी खोल्चा खाल्चीतिर चाहिँ अलैँची रोप्नु भएको छ। यसरी अलैँची। यो नेवारोको घाँस हो। यो जङ्गलदेखि पनि माथि पार गरेर अर्को चुचुरो आउँछ। त्यतातिर चाहिँ पुरै ओखरको रुखहरू छन्। त्यहाँ गएर ओखर टिपेको हो हामीले। कट्टुस टिपेको माथि लेकामा। त्यस्तो छ नि त। सब चाहिँ आज यति राम्रो यति ब्युटिफुल डे होइन। यहाँ आए पनि हो नि त बडा मजाको दिन छ। बाढ आउने बाटो इलाममा चाहिँ बिग्रेर 500 मिटर जति पहिरो गएकाले गर्दाखेरि हामी इलाम पाथिभरा जाने प्लान थियो। पाथिभरा नगई इलामको तल्लो पाथिभरा अनि माथि सूर्योदय देखिने ठाउँ घुमेर अनि अलिकति पहाड केटाकेटीलाई पनि घुमाउँ। म कहिले धरान धनकुटा भेटेटार गएको थिइनँ। त्यहाँसम्म पुगेर आउन भन्दै त्यतातिरको बाटो राम्रो रहेछ र बढ्दै हामी यहाँ वाकुसम्म आएका छौँ। हाम्रो हिरो हामीलाई यहाँ ल्याइ पुर्याउने मान्छे। बडा खतरनाक गाडी रहेछ त्यो पहाडमा उक्लिने। वी आर ब्लेस्ड। यी माताले 2टा बच्चा जन्माएर भोकाएर खाँदै हुनुहुन्छ यहाँ। ल यो 10 मिनटको भिडियो छ।
यो गाउँ ठाउँको एकदमै पहाडको एकदमै अर्ग्यानिक लाइफ, अर्ग्यानिक जीवन जहाँ हामी हुर्केका बढेका पनि हौँ। मैले ठाउँ पनि देखाएँ यो भिडियोबाट।